हेलो एभ्रिवान, नमस्ते। आज चाहिँ म घरमा बस्दा दिक्क भएर यसो पल्लो घरतिर आएको। पल्लो घरमा यसो गेटबाट हेर्दा त एउटा ठुलो घिरौँला देख्यो। अनि त्यो देख्दा चाहिँ भिडियो बनाउँ लाग्यो। अनि त्यही भएर यसरी भिडियो बनाएर हजुरहरूलाई देखाउँदैछु। हेर्नु है गाइस, यसरी घिरौँला चाहिँ टन्नै फरिरहेछ है। यसरी आँगनमा, आफ्नै आँगनमा यसरी फलाएर खान सकिन्छ जाँगर भएदेखि। आफ्नो धेरै जग्गा पनि नचाहिने रहेछ। अनि उता चिचिन्डो पनि यति मजाले फलिरहेछ, पाकेर पनि कुही भइसकेको छ। यता कागती पनि फलिरहेछ। अनि यता फुल पनि हल्का फुल्न लागेको रहेछ। अनि यता करेलो पनि एउटा मजाको फलिरहेछ। अनि यता चाहिँ पुकुली खेलिरहेछ एक्लै। पुकुली नारायणम गर्दा भाग्यमानी है, हस् भन्थ्यो। पुकुली चाहिँ एक्लै खेलिरहेछ। ल हेर्नु होला, यसरी आफ्नो जग्गा पनि धेरै नचाहिने जाँगर भएदेखि हातमा काम र मुखमा राम भएपछि जता गए नि भोको चाहिँ बस्न पर्ने स्थिति चाहिँ आउँदैन। आफ्नै आँगनमा यसरी प्रशस्त मात्रामा तरकारी फलाएर खान सकिन्छ है त गाइस।